ल ल खेल खेल भित्रको चाहिँ यस्तो डेकोरेसन दामी छ हेलो गाइज गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी स्विमिङ पुल खेल्न जाँदैछौँ बाबुले लगेर। ठाउँको नाम चाहिँ अल्पाइन भन्ने ठाउँमा। अनि अब छुट्टी पनि खत्तम हुन लाग्यो, त्यही भएर बाबुले चाहिँ लगेर जान्छु भनेको। स्विमिङ पुल खेल्छु भन्दै, त्यही भएर बाबुले लगेर जानु लागेको। लगाइज यो चाहिँ हाम्रो लिबाङको दृश्य यस्तो छ है। लिबाङमा चाहिँ ट्याक्क यहाँबाट जाने हो माथि। बाबु हाई भन। तिमी कहाँ जाँदैछौ छोरा? बाबाले लगेर जानु लानु भएको नि? ल ल हिँड हिँड बुढी भन। के हाई मात्रै हो नि, अरू पनि भन न। ओके ठिक छ त्यसो भए। भ्यू चाहिँ दामी देखिन्छ नि फेरि यहाँबाट त है, यस्तो दामी। मेरो छोरा र मम्मु चाहिँ आउँदैछन् है। ट्याक्कै नयाँ नयाँ कपडा लगाएर यस्तो ठाउँमा छ यार। पहाडमा छ घर पनि। लिबाङ बजारको दृश्य हेर्नुहोस् है, यस्तो दामी छ। घाम लागेर यहाँबाट जान्छ अब अल्पाइन जाने। मेरो बुढी र छोरो चाहिँ अगाडि। हाई हाई हेलो मम्मी। हिँड्नुहोस्। उकालो छ, हल्का उकालो छ। अनि यस्तो ठाउँमा पनि स्विमिङ पुल छ, पहाड छ त्यही पनि। पहिले चाहिँ यो कच्ची रोड थियो, अहिले चाहिँ सिमेन्टको उसले गराएर चाहिँ पिच रोड बनाइदियो ढलाइ गरेर। लिबाङ बजार चाहिँ यस्तो दामी छ है। सानो छ तर दामी छ। हिँड ल साथी, यही हो है स्विमिङ पुल भएको जग्गा चाहिँ यही होस्, अल्पाइन। बुढी बाबु हाई भने यता हेरेर। ल कहाँ आइपुग्यो? त डेकोरेसन चाहिँ दामी बनाएको नि गाइज। फाइनल्ली आइपुग्यो है यहाँ चाहिँ। आज स्विमिङ पुल खेलेर जाने छोरोसँग। अब छुट्टी पनि खत्तम हुन लाग्यो, त्यही भएर है साथीहरू। ल यस्तो दामी बनाइदियो चिटिक्कको। यो पनि छ है पिङ खेल्ने। डेकोरेसन चाहिँ दामी छ है। अल्पाइन रिसोर्ट। स्विमिङ पुल तिमी त्यहाँ खेल्ने हो नि? सानोमा खेल्ने हो नि? एक्साइटेड छौ नि छोरो? ल खेल
खेला क्या छोरो खेला खेला बबाल देखिँदो रहेछ नि भ्यू त यहाँ बाबु हेर चिकी हेर पौड्यो 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 क्या यस्तो गरेर पौड्यो गुड बोय गुड ल खेल्छु भन्छन् बच्चा पौड्यो पौड्यो के बाबु बुढी बसेर फेरि यहाँ छोरोको भिडियो बनायो गुम्पर गुम्पर ल गुम्पर अब गुम्पर तिमीलाई डुबाउँदैन क्या अब गुम्पर गुम्पर गुम डुबा के डुबा यस्तै डुबा फिनिशमा कता लाग्छ डुवान्छ तपाईलाई घुम्छ कति गएर उता बुढी मजा बाबु एक बस्न आइसक्यो खोइ त
बाउ छोराको चट्टा हेर न चट्टा भित्रको चाहिँ यस्तो डेकोरेसन दामी छ है बवाल छ है डेकोरेसन मेरो छोरा मम्मी हाई हाई भन के खाने पुन्टु पिज्जा बर्गर मम्मुले मोमो चाउमिन मेरो त वो नआएर यस्तो फुट्यो सरी बवाल छ है भ्यू चाहिँ भित्रबाट पनि दामी देखिन्छ के खाने हो साथी हो खान मन लागेको छ नि कमेन्ट गरिदिनुहोस् है हेर्नुहोस् बवाल भ्यू चाहिँ त्यो त फेरि कफी सप ल फाइनली हामीले मगाएको यो पनि आयो मोमो चाउमिन बर्गर बर्गर चाहिँ बाबुले खाने अरे मम्मुले लेमन जुस यहाँ राख लेमन जुस ल साथी साथी हो फाइनली अब खान सुरु गरौँ है मोमो खानु हो तिमी खानु भनेन रे
पर अहिले बाजेहरूसँग आउने अनि बाजेहरूसँग आएपछि खाने ल मोमो खान्न यो चाउमिन खान्न म अब तिमी मोमो खाऊ 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 छ नि खाऊ म खान्न अब खाऊ खाऊ हेलो 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 गाइड साथीहरू ल माथिबाट तपाईँहरूले चाहिँ दामी भ्यू देखाइन्छ है फुलहरू हेर्नु कस्तो दामी छ फुलहरू पनि बबाल फुलहरू थरी थरीको फुलहरू त्यो चाहिँ माथिको रिसोर्ट है माथिबाटै दामी देखिन्छ यहाँ माथिबाट चाहिँ भ्यू बवालले त दामी छ है ठाउँ चाहिँ यहाँ हेलो माइसन हेलो माइसन हाई गरिदियो हाई बुढे कस्तो लाग्यो छ आज कतिको खुसी
बवालदेखि अब पछि आयो ल अब अहिले चाहिँ यति नै हो है अब हामी चाहिँ यहाँबाट जाँदैछौँ ल अब हामी चाहिँ यहाँबाट हिँड्छौँ है साथीहरू ल हामी चाहिँ निक्ल्यौँ है यहाँबाट बाबु छोरा अगाडि हिँड्दै हुनुहुन्छ हेलो 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 बबाल हावा लागेछ फेरि भित्र राखिदिउँ न तपाईँहरू पनि आउनु सक्नुहुन्छ है यहाँ रोल्पा जिल्लामा आयो भने चाहिँ रोल्पा डिस्ट्रिक्टमा आयो भने चाहिँ यो चाहिँ ठ्याक्क लिबाङ छिरेपछि अनि यता माथिल्लो बाटोबाट आएर माथिल्लो मन्दिरको बाटोबाट आएर ठ्याक्क अलि अगाडि आएपछि यो सानो एउटा रोड निक्लेछ माथिबाट त्यहाँबाट माथि निक्लेपछि चाहिँ ठ्याक्क यहाँ आइपुग्नुहुन्छ है तपाईँहरू चाहिँ ल ल बुढी केही भन्नु छ अरू केही भन्नु छैन बुढा आजको दिन एकदम रमाइलो भयो अब छोरालाई लगेर जाने हो ओके बुढी ल फाइनल्ली घर पनि आइपुग्यो है बुढी घर आइपुग्यो नि यस बेबी कस्तो लाग्यो त आजको दिन खुसी लाग्यो एकदमै ओके ल गाइस फाइनल्ली घर पनि आइपुग्यो है अब यो भिडियो चाहिँ मैले यहीँ टुङ्गाउन चाहन्छु बाई बाई